हेलो एभ्रिवान गुड मर्निङ सबैजनालाई अनि वेलकम टु माई अनदर ब्लग। अनि आज चाहिँ म फेरि कहाँ आइपुगेको छु भने नि फेरि इलाम 3 घरे आफ्नै घर यहाँ नै कि अब चाहिँ माइत भइसकेको छ मेरो, किनभने बे गरेकोले गर्दाखेरि। अनि म अहिले चाहिँ 3 घरे आएको छु, इलाम 3 घरे। अनि हिजो चाहिँ म बेलुका आइपुगेँ नि त होइन, अनि भिडियोहरू पनि मजाले कन्टिन्यूहरू गर्नु पाइनँ क्या, किनभने कस्तो साह्रो त्यो हिँड्दाखेरि लामो बाटोमा होइन कस्तो गाह्रो भइरहेको थियो नि त, त्यो भोकले गर्दा केही गर्नु पाइनँ। अनि त्यही भएर राति आइपुगेँ, राति आइपुगेर पनि केही भिडियो लिनु भनेर केही लिनँ क्या। अनि सो ऱ्याबिट चाहिँ अस्तिको दिनै उता दुबई गइसकेको छ। अनि यहाँ कस्तो अहिले चाहिँ घाम लागिरहेको रहेछ, कस्तो मजाले घाम लागिरहेको छ। अस्ति चिसो थियो नि त, केही देखेको थिएन, अहिले त मजाको भइरहेको छ। अनि अहिले चाहिँ म तल बुवालाई भेट्नु जाँदैछु, बुवा अनि भाउजूहरूलाई। पारीहरू अस्ति मैले केही देखेको थिइनँ नि, अहिले मजाले देखिरहेको छ क्या, आनन्दको देखिरहेको छ। सुँगुरले मलाई हेर्दैछ। होइन अहिले चाहिँ म अनि किन गएको भने मलाई दुधको चिया कस्तो मनपर्छ नि त होइन। अनि गाउँघरमा त्यही हो, आफ्नो घरमा थिएन होइन, सुरु कुदिजाने हो। अनि म चाहिँ अहिले तल दुधको चिया खान जाँदैछु। अनि दुध मम्मीले लिनुहुन्थ्यो नि त, अनि अहिले चाहिँ लिनु छोड्नु भएको रहेछ क्या। अनि अहिले चाहिँ म दुधको चिया पनि खान जान आँटेको। दिपिस्ता दाले पहिले यहाँनिर खोरमा कुखुरा राख्नुहुन्थ्यो नि, यो चाहिँ त्यो हो क्या। यहाँ अर्ना भाउजूले उयोहरू कोपीहरू रोप्नु भएको रहेछ। म तल चिया खाएर आएको आमा छोरी हाँस्दै रहेछ, के कहाँ थाप्नु अरे। आमा छोरीहरू चाहिँ अस्ति सारेको फुल चाहिँ यसरी यहाँनिर फुलिसकेको छ नि, यो पनि फुलिरहेको छ। अनि यहाँनिर पनि सेनेरी यत्रोमा चाहिँ फुल्नु पर्ने हो नि त मम्मी नि। यहाँ पिटेनी तल, यहाँ पिटेनीहरू। सोनाले अब फेरि के गर्नु आँट्यो, योहरू चाहिँ अस्ति मैले सारी राखेको देख्थेँ फुल कार्यक्रम। अब बहिनीले यतातिर पनि अस्ति एन्जेलिएको एन्जेलियाहरू चाहिँ बिचरा यस्तो भइरहेको छ नि, माइला। साथीहरू अहिले चाहिँ हामीले खानाहरू खाइसक्यौँ कि यो साग चाहिँ मम्मीले सुकाउनु भएको रहेछ। यो चाहिँ सबै यो सब गुन्द्रुक बनाउने साग होला है। मम्मी तपाईँले साग सुकाउनु भएको? अनि यो चाहिँ गुन्द्रुक बनाउने साग हो साथीहरू। अनि हाम्रो घर चाहिँ यहाँ हो, माथि अर्को घर बनाउँदै गरेको चाहिँ अस्ति फिनिसिङ हुन्छ भनेको फिनिसिङ भएन, बेले गर्दा होइन, बिजी भएर। त्यो भएकोले गर्दा बेको भिडियो चाहिँ अलिक पछाडि आउँछ, मैले एडिट गर्नु भ्याएको छुइनँ। र त्यो चाहिँ भिडियोग्राफरले पनि गरेको गर्दा टाइम लाग्ने रहेछ। घाम लागिरहेको छ हौ यहाँ त अहिले कस्तो मजाले। अस्ति हामीले खाएको चाहिँ हाम्रो बेको खाने ठाउँ बनाएको चाहिँ यहाँ हो, अझै सफा भइसकेको छैन। यो चाहिँ हाम्रो तल फ्लोर हो। लाल दाजुलाई यहाँ आउँदैछु त म। यहाँनिर कम्प्लिटै भएको छैन नि बेको, अझै थ्याङ्क यू लेखेको चाहिँ रहेछ है। छैन होला कि दाजु त्यसो भए अस्ति खाना अस्ति हाम्रो खानाहरू बनाएको त्यहाँ हो। अनि अहिले चाहिँ प्लमको काम चाहिँ यहाँ गर्नुपर्ने, यहाँको चाहिँ अब टाइल्सहरू भइसकेको छ। अनि यहाँ पनि रेलिङहरू लाउनु पर्ने हो नि त, त्यो भएर गर्दै यहाँ डाइरेक्ट हेर्ने बित्तिकै चाहिँ सिटिङ रुम हो, सबै लथालिङ्ग भइरहेको छ। यो हाम्रो किचन दराज, टिभी ऱ्याक, उनीहरू त्यस्तै हो। यो डाइनिङ टेबल लथालिङ्गै भइरहेको छ। यहाँदेखि हाम्रो उता पछाडि हेर्ने यही हो सुता भनेको दाजु खोज्नु। त्यही त डराउनु होला दाजु। टाइल्सहरू यहाँ पनि टाइल्सहरूको काम छ, किचनहरूको काम, किचनहरू पनि आधी भएको छ रहेछ, त्यतिसम्म बस्ने रहेछ। यहाँ चाहिँ सबै टाइल्सहरू सबै सफा गर्नुपर्ने। अनि यिनीहरूले यो पनि सिमेन्टहरू गरिदिन्छ होला। बेसन चाहिँ यस्तो पो लगाइदिएछ हामीले, कालो बेसन भनेको त स्टिलको बेसन लगाइदिएछ। म त कालो खोजेको थिएँ, यस्तो लगाइदिएछ। अनि यतापट्टि हो टाइल्सहरू कता कता। अनि यो हो अर्को हाम्रो रुम, यो मेरो रुम हो। अहिले यस्तो टाइल्सहरू मिस्सै छ, किनभने वासरुममा हाम्रो चाहिँ भइसकेको छैन नि त। अनि यो रुम अर्को, दुईवटा रुम।
माथि फल सिलिङहरू के गरेर बिगारिरहेको छ छैन रहेछ। यो भयो अर्को रुम, मम्मीको रुम होला। चेयरहरू यस्तै छ। अस्ति यहाँनिर म युजहरू गरेको थियौँ नि त, त्यो भएर गर्दा यस्तो छ। अनि यो भयो हाम्रो वासरुम पनि यहाँ काम सकेको छैन। अनि यहाँ चाहिँ हाम्रो बेसन बस्छ। अनि यो चाहिँ भयो हाम्रो पूजा कोठा। यसमा पनि टाइल्सहरू चाहिँ लगाइदिइसकेको रहेछ पूजा कोठामा पनि। अनि यहाँदेखि चाहिँ तल चाहिँ हाम्रो भ्यू भयो। अनि यहाँ चाहिँ रेलिङहरू लाउनु बाँकी छ। अब यहाँ पनि रेलिङहरू लाउनुपर्छ। अस्ति चाहिँ हामीले यतिकै गऱ्यौँ। यहाँ तल हो सब देखिने। पारि चाहिँ सेन्ट अगस्टिन स्कुल हो। अनि आज चाहिँ अलिअलि देखिरहेको रहेछ। त्यो यताको डाँडा देखेको त्यो डाँडा चाहिँ के पो भन्ज्याङ हो। अनि पारि देखेकोहरू चाहिँ नामसालिङ। त्यहाँदेखि अलिक माथि चाहिँ इलाम चाहिँ हल्का देखिरहेको छ। यहाँबाट देखेको छैन होला। अनि क्लाउडी भइरहेको छ, राम्रो भइरहेछ। मम्मीले सुकाएको साग चाहिँ हाम्रो घर चाहिँ तल। आऊ 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 अनि यहाँनिर त सबै पर्छ। म्यासेन्जर त हेरेकै छुइनँ। सब फिनिसिङ गर्नु बाँकी छ। कति बाँकी छ? तिमीले म्यासेज गरेको थियौ? थाहै छैन। आऊ लु। अनि यो चाहिँ सबै सिलिङहरू हो क्या। यो चाहिँ सबै सिलिङ हो। अनि यहाँभित्र पनि सबै यिनीहरू चाहिँ सिलिङ यसरी गरेको छ। अझ उयोको त यहाँको चाहिँ फल सिलिङ यस्तो छ क्या। फिनिसिङ हानिसकेपछि यो चाहिँ सिटिङ रुमको नि त। कस्तो लतलिङ्ग चाहिँ कहिले सफा गर्नु होला भाइ? टेन्सन हुन्छ। कहिले सफा गर्न सक्नु होला? मेरो टाइम पनि धेरै छैन। सक्नु पर्ने सबै। यहाँबाट जाने बित्तिकै निस्क्यौँ। अब चाहिँ म डोको बोकेर गएँ काम गर्नुको लागि। यो चाहिँ हामी यता लाउँछौँ क्या। पहिला चिया टिप्दा पनि लाउँथ्यौँ। अनि बाहिरको आउटफिट भनौँ न, बाहिर हिँड्दाको आउटफिट हो यो चाहिँ मेरो। अनि यहाँनिर बोकेको छु ग्लोभ्स। अनि मेरो ग्लोभ्स हो। अनि त्यो चक्लेट। अनि यो चाहिँ उयो भोला अरे हो। यहाँनिर सबैजनाले भोला कति खाँदो रहेछ। अनि अस्ति बेमा ल्याइदिएको भोला रहेछ। अघि बाँच्नु हुँदै थियो, त्यही भएर लग्दैछ। अनि म चाहिँ मेरो चाहिँ काम छ क्या माथि, के काम भनेर यो तलको धुप्पीहरू छ नि सबै लथालिङमा भएको, त्यो चाहिँ सफा गर्नुपर्ने छ। त्यो चाहिँ म बोक्छु। सोना चाहिँ तल बाटोमा गएको छ कामको लागि, श्रमदान गर्नुको लागि। म चाहिँ यहाँ माथि अब जाँदैछु। सफा गर्नुपर्ने छ। गाह्रो छ नि गाउँले जीवन। चाहिँ हाम्रो काम भइरहेको छ। दिनेश दाजु, मुकेश, रुपेशले। ललित दाजुको चाहिँ काम यहाँ होइन त ललित दाजु? ए अब यो सकिसक्नु भएको। अब मैले यो उठाएर चाहिँ तल फ्याल्नु अरे हो। मम्मीले भनेको डढाउने ठाउँमा पो लानु भन्नुभयो त। कहिले सक्नु मैले बोकेर? यो प्रेमे दाजु चाहिएको नि त्यतिखेर। बिचरा माथि जाँदै हल्लिँदै। यो चाहिँ मेरो भारी है। यो सबै उठाउनु पर्ने। यहाँ चाहिँ म बोक्छु। ओह्रालोमा परेछ नि त। बोकेर लाग्यो बोक्दै। आधी टाइल्सहरू त यहाँ पनि छोडिरहेको रहेछ। अब चाहिँ म बोकेर जाँदैछु तल। यहाँ त डेन्जर रहेछ, करेन्ट रहेछ नि त। साथीहरू, अघि मैले सुकाएको साग देखेको थिएँ नि, यो चाहिँ अब म टिप्दैछु। किनभने यो चाहिँ धेरै ज्यादा सुकाउनु मिल्दैन नि त। यो गुन्द्रुकको लागि हो। यो चाहिँ अब मम्मीले भन्नुभयो लास्टै सुक्यो, अब उठा भन्नुभयो। त्यही भएर चाहिँ म यसलाई टिप्दैछु। टिपेर यो राखेर अब भोलि चाहिँ मम्मीले मजाले यसलाई कुट्नुहुन्छ। कुटेर चाहिँ मजाले धोएर अनि त्यहाँबाट चाहिँ हाम्रो तपाईँहरूतिर चाहिँ कसरी लाउनुहुन्छ होइन गुन्द्रुक, हाम्रोतिर चाहिँ यसलाई चाहिँ मजाले भोलि कुटेर यो डाँटहरूलाई चाहिँ हल्का, त्यस्तो धेरै पनि होइन, अनि कुटेर त्यहाँबाट चाहिँ तपाईँहरूकोमा केमा लाउनुहुन्छ? हाम्रोतिर चाहिँ यसमा चाहिँ गाईको हुन्छ नि त्यो मलहरू हामीले निकालेको, त्यसमा चाहिँ हामीले प्लास्टिकमा ऱ्याप गरेर मजाले ऱ्याप, किन तातो चाहिन्छ नि त। अनि मैले प्रायः जस्तो फेरि त हाम्रो काठमाडौँ घरतिर चाहिँ मम्मीले कसरी बनाएको देख्यो भने बट्टामा लाउने क्या। अब त्यता त गाईहरू हुँदैन, पाल्दैन, त्यो भएकोले गर्दा यहाँ चाहिँ हामी गाईकै मलमा लाउँछौँ, खनेर खाल्डामा राखेर। अनि त्यस्तै 1 हप्ताभित्रमा चाहिँ त्यो गुन्द्रुक चाहिँ रेडी हुन्छ अमिलो भएर। अझै यो माथिसम्म चाहिँ यो मैले मम्मीले कति धेरै टिप्नु भएको रहेछ। यो साग पनि यो वेस्ट हुँदैन क्या यस्तो गरिसकेपछि चाहिँ। अनि मैले उतातिर
दुबईतिर प्रायः जसो गुन्द्रुकहरू हामीलाई दिनुहुन्थ्यो उहाँहरूले उता दिदीहरूले फ्ल्याटमेट दिदीहरूले उहाँहरूले चाहिँ कसरी बनाउनुहुन्थ्यो कुनै थाहा छैन तर तिनीहरू चाहिँ त्यो प्रायः जसो चाहिँ तोरीको बनाउने क्या त्यतातिर हाम्रोतिर चाहिँ प्रायः जसो अलिक सागको मात्रै बनाउँछ नि यस्तो रायो सागको त्यतातिर चाहिँ मैले तोरीको अनि मुलाको सागहरूको मुलाको त हामीतिर सिन्की मात्रै बनाउँछ नि त अनि सो आजको डे अफ माई लाइफ चाहिँ यस्तै हुँदैछ है 2-3 चोटि बोकेँ त्यो किरा लागेको रहेछ यस्तो किरा लागेको रहेछ यो चाहिँ चाहिँदैन फ्यालिदिनुपर्छ तर गुन्द्रुक चाहिँ हाम्रो एउटा राष्ट्रिय खानामा पनि पर्छ नि त तर यो चाहिँ अब मैले लानु चाहिँ पर्छ भ्याउँदिनँ होला यो गुन्द्रुकहरू चाहिँ अस्ति मम्मीले एक लट बनाउनु भएको छ अनि त्यो चाहिँ लान्छु होला अब यो चाहिँ नभ्याउने रहेछ पछाडि कोही आउँदा पठाइदिनु हुनेछ मम्मीले त्यो साथीहरू अहिले चाहिँ हामी मम्मी र म चाहिँ यता तल्लो बाटो जाँदैछौँ मेन रोडलाई छोडेर मेन रोड चाहिँ यहाँ तल छ अर्को चाहिँ यहाँ माथि छ नि त त्यसलाई पनि छोडेर हामी चाहिँ बिच बाटो जाँदैछौँ यहाँ बाटो चाहिँ पहिला चाहिँ यहाँनिर हामी कति पिकनिकहरू खान्थ्यौँ क्या कञ्चनीहरू घर उयो पिकनिकहरू खान्थ्यौँ अनि त्यही ठाउँहरू हेर्दै जानु मन पऱ्यो मम्मीलाई मैले उतो बाटो लिएर आएको यतातिर पहिला हाम्रो पिकनिक खाने जक्सन क्या पहिला अनि चाहिँ हामी 3 गरे एकछिन चोक जानु छ हाम्रो थोरै तिरो भर गर्नुको लागि अनि हामी जाँदैछौँ के गरेको कता गएको तल घर गएको ए यहाँ र भाउजूहरूकोमा कफी खाँदैछौँ मम्मीसँग यहाँनिर हुनुहुन्छ मारमेनले हेरिरहनुहुन्छ नि यहाँनिर सानो कान्छी चाहिँ बुबु खाँदैछ है अहिले बिरामी रहेछ कफी खान थाल्यौँ हामी अब यो माथि चाहिँ देखेको चाहिँ यो चाहिँ सरिनाको घर है यहाँ रोड छ यो सरिनाको रोड छ हाम्रो त्यो ट्याङ्की बनाइदिन्छ त उपर पेचकीको घर यहाँ हामी पहिला हाम्रो ग्राउन्ड हो यो 3 घरे ग्राउन्ड हो स्कुल हो त्यहाँ हामी क्लास 5सम्म पढेको हाम्रो स्कुल अनि यहाँ चाहिँ गोल एलियरको घरमा बसेर कम्ती कराउँथिनौँ अनि यहाँ चाहिँ हामी सिधा टिका नानाकोमा जाँदैछौँ चटपटी खाने किल नानाले चाहिँ मलाई यहाँनिर चटपटे बनाइदिनु हुँदैछ है चटपटे आलु चाहिँ तातो कति बजीसम्म खोल्नुहुन्छ ए आलु त हुन्छ नि त चटपटी आयो नि अब चाहिँ खानु हो नि गिलो चटपटी हामी चाहिँ यहाँ हिसाब किताब थियो गऱ्यौँ अहिले चाहिँ हामी 3 घरे पल्लो छेउ आइपुगेको छौँ मैले बिचको चाहिँ बिर्सिहालेछु गर्नु यो चाहिँ हाम्रो 3 घरे बजार हो पहिला हामी यहीँबाट कति हिँडेको कति हुर्केको कति नाचेको छौँ अब त जस यो त मेमोरिजहरू मात्रै हुन्छ यहाँनिर घरहरू पनि बढेछ यहाँ पहिला घर थियो यहाँको चाहिँ भत्के छ हो अनि यता सारेको रहेछ सबै यो चाहिँ गरेर अनि अब यहाँनिरबाट अझै भाउजूले होला नि सफा गरिदिँदाखेरि यहाँ पारिपट्टि हाम्रो काम छ पारि जाँदैछौँ अनि आज चाहिँ सारा प्रायः अटो मात्रै चल्दो रहेछ यतातिर चाहिँ यहाँबाट उता चाहिँ जर्सीगञ्ज जाने बाटो अहिले चाहिँ हामी तल्लो घर जाँदैछौँ तल्लो घर चाहिँ किनभने तपाईँहरूलाई म देखाउँछु यहाँ चाहिँ 2 जना साली भेना हाम्रो जेठी भेना अनि हाम्रो सोना जाँदैछ यहाँ अगाडि मे पछि अनि तल्लो घर चाहिँ हाम्रो काम छ होइन बिहान यस्तो घाम लागेर रमाइलो भइरहेछ नि साथीहरू यो चाहिँ इलाम जाने रोड है इलाम रोड हो यो अनि यहाँ माथि सेन्ट अगस्टिन स्कुल हो यहाँ चाहिँ 2टा सालीको बिचमा लगाइदिउँ न भेनालाई भनेर नि जाँदैछ हामी जाँदैछौँ आलुचाको फुल कस्तो मजाले फुलेछ उपर मजाले गन्दुजको गाडी चाहिँ यहाँ हेरौँ न गन्दुज यहाँ चाहिँ हामी ओह्राली लागेको हरिणको चाल भो बाछिन्जेलसम्म पनि यो चाहिँ मेरो आउटफिट हो तल गएर लाउने अब हाम्रो घर चाहिँ तलको ठुलो घर चाहिँ अब आउँदैछ है ओह्रालो जानुपर्छ नि त बाटोदेखि चाहिँ हाम्रो त्यस्तै 5 मिनट लाग्दैन नि 3 मिनट जस्तो लाग्छ कि ओह्रालो बुरु कुदा उकालो चढ्दा चाहिँ लाग्छ 10 मिनट चाहिँ लाग्छ अनि हाम्रो ठुलो घर चाहिँ यहाँ छ यो चाहिँ काकीहरूको घर हो हाम्रो काकी दिपल दिपु दिदीहरूको अनि तल चाहिँ हाम्रो घर हो ठुलो घर म अहिले नजिक बस्नु देखाएको छु नि काकी उठ्नु भएको छैन क्या काकी हुनुहुँदैन आज कहाँ बिहानै चढ्दा हुन्छ कस्तो मजाले फुलाउनु भएछ हौ फुलहरू त नि कति राम्रो अनि सेपिलो नै छ तर पनि मजाले फुलेको छ त नि घाम त छिट्टो आउँछ है कस्तो मजाले फुलेछ काकीहरू घरमा हामी तल चियाबारी होइन चियाको झिक्रा निकाल्नु पुसाले चाहिँ गफ देखेर न पारिबाट त्यो सेतो देखेको छ हाम्रो पुसा है
हामी तल गएको अनि यो बाटोहरू पहिला हामी कस्तो सफा गर्थ्यौँ कति उयो गर्थ्यौँ अहिले त यहाँनिर यहाँ चाहिँ सन्देशहरूको घर हो यहाँ चाहिँ कोही बस्दैन रहेछ आल्चा कम्ती खाँदिनँ म आल्चा फुलिरहेको रहेछ हाम्रो माथिको पनि फुलेको छ त्यो झिक्राहरू तानिदिनुपर्छ है अनि आँपको बोट पनि फल त फल्दैन त पहिला यहाँ आमा सानो हामी रमाइलो गर्थ्यौँ यहाँनिर यो चाहिँ के पो यो एपोकाडोको बोट है यो चाहिँ एपोकाडोको बोट एपोकाडो त्यही हो मैले भनेको यहाँनिर हाम्रो घर पहिलाको घर यहाँनिर यो फुलहरू रोप्थ्यौँ यो बरन्डाभरि वरिपरि यो सबै मैले रोपेको योहरू मैले रोपेको हो अनि यहाँ बाटोभरि सयपत्री रोप्थ्यौँ अहिले यस्तो भएछ अहिले भएर निस्किन्छु घाम के गरेको प्रतीक्षा यहाँ पनि मैले फुलहरू रोपेको थिएँ सबै यो यत्रो कत्रो भइगयो झाँगेर यो चाहिँ हाम्रो सुसु झाल हो पहिला चियाबारी थियो चिया सबै निकालिदिनु भएको होइन अनि त्यो चाहिँ गोठ हो अनि यहाँ यो बाटोहरू कस्तो सफा हुन्थ्यो पहिला अहिले त झ्यारे के रहेछ टमाटर रहेछ अहिले भए टिपेर लानुपर्छ टमाटर त मजाले फलिरहेको रहेछ तपाईँहरूलाई म नजिकबाट देखाउँछु ल टमाटरहरू फलिरहेको छ घामको उयो परेर त्यस्तो देखेन होइन कि अन्त चाहिँ आमा मैले रोपेको रुखहरू त यत्रो रोपेको यत्रो भएछ कत्रोबाट नाम चाहिँ थाहा छैन अनि यहाँनिर बस्ने सिट पनि त्यो बस्ने सिट चाहिँ बिगारेछ नि बस्ने सिट चाहिँ यहाँको बिगार्नु भएछ हौ निकालेछ सबै पारी देखिरहेको छ यो सबै यो मुनि टमाटर छ यो यत्रो रोपेको हामीले मल बोकेर लगाएर यो रुखहरू सबै अहिले त सबै छोडेपछि पहिला त खुल्ला थियो नि त गुराँसै फुल्यो बनैमा हो यस्तो रमाइलो यो चियाबारीहरू सबै पहिला यतैतिर चिया टिपेको अनि गुराँस पनि फुलिहालेछ ला सुकि पो सकेछ त गुराँस त गुराँस फुलेर पनि सिधै यो गुराँस मान्छे माग्नु कम्ती आउँथेन यहाँ चाहिँ चियाबारी थियो निकालेर इस्कुसको झ्यालहरू बनाउनु भएछ अझ हामी चाहिँ ओह्रालो जानुपर्ने हुन्छ नि त यहाँको पनि चिया निकालेर अर्को चिया लाउनु भएछ नि होइन उयो काटेर फेरि अर्को गरेको न त यहाँ त राम्रै चिया थियो नि त यहाँ चियाबारी थियो अम्लिसो बारी बनाउनु भएछ सबै पहिला त सबै खुल्ला थियो अहिले त छैन रहेछ खुल्ला त टमाटर अझै हाम्रो डेस्टिनेसन चाहिँ अझै हाम्रो तलै हो होइन यहाँबाट उता चाहिँ चामलिङ आउँछ हाम्रो घरबारी हो सबै अब चाहिँ हामी रेडी भयौँ हाम्रो यो काम भनेको चाहिँ यो सबै सिन्काउने चिया काटेको छ नि त सबै यहाँ हाँगार काटिदिनु भएको रहेछ यहाँ पुग्छ त्यसले काट्नु मेरो आउटफिट चाहिँ मैले वेर खान सकेँ अनि विथ द ग्लोभ्ससँगै हामी काम गऱ्यौँ अनि यो चाहिँ अस्ति हरियोमै नि गर्नुपर्ने थियो नि त हौ छपछप काटिन्थ्यो नि त अब चाहिँ हामीले सिधायौँ बारी चाहिँ एक बारी एउटा मात्रै डोकोले एउटा मात्रै भारी लायौँ यहाँ थियो नि अघिको झिक्रीहरू सबै गरेर त्यहाँ एक थुप्रो माथि एक थुप्रा बनाएको छौँ अब चाहिँ सिधै आज दिन पनि हुसे लाग्यो गर्नु पनि त्यस्तो साह्रो भएन अब चाहिँ हामीलाई भोक लागेको अवस्था पनि अब चाहिँ हामी जाने भोक लाग्यो नि त अब त्यो भएर चाहिँ यहाँ मुनि पहिला सबै अलैँची बारी थियो अलैँची चाहिँ मासेर अहिले खुल्ला भएछ दाजु चाहिँ तल कुचो थुत्नु हुँदैछ यहाँ मुनि हामी चाहिँ जाने हो माछाहरूको स्विमिङ पुल है माछाहरू स्विमिङ गर्ने यहाँनिर हामी चाहिँ गर्दैनौँ सक्दैनौँ भने चारे अनि यतातिर सबै किबीको बोट हो किबी कतिको फलेको थियो यसमा किबीको बोट हो यो पाइछ कुर्तीहरू त माया लाग्दो भएछ तर लसुनहरू पुरो भएछ अलिकति नि लसुनहरू ठोसे भएछ कहिले यो गाना लाग्छ तर लाग्छ हाम्रो त तर कति नराम्रो छ पानीले पुऱ्याउनु पर्छ नि यसलाई पानी चाहिन्छ लसुनहरू भएछ सबै मुनि सिमरायोहरू पनि पानी अब त्यो बनाइराख्नु भएको सिमरायोहरू माछा रहेन रहेछ नि छ होला कि भित्र नदेखेको खानु
हाम्रो ठुलो धारा चाहिँ ऊपर छ ठुलो धारा बोल न तपाईँले बोलेको सुनिरहेको छ अहिले सबै सुक्खा सिजन हो नि त अहिले हुँदैन अब जेठ असारदेखि हुन्छ क्या यो चाहिँ सुस्को मटन त्यसको छैन अहिले अब उयाँनिर सानो बोट आउँदैछ यहाँ म तालामाथि जान्छु एकचोटि त पहिला तालामाथि पहिलाको हाम्रो यो यहाँ चाहिँ मैले लुगाहरू धुन्थेँ यहाँ पनि फुलहरू रोपेको थिएँ यहाँ चाहिँ छैन रहेछ फुलहरू यो रोकित्रु त्यो कत्रो भएछ यसको चाहिँ यो चाहिँ हामीले सागहरू पहिला रोप्थ्यौँ नि त अनि सागहरू यो चाहिँ हाम्रो किचन हो पहिलाको पुरानो किचन अहिले कोही पनि छैन बुवाहरू सबैजना माथि बस्नुहुन्छ नि त त्यही भएर यो पर्दा मैले नै सिलाएर लगाएको योहरू बाँधेकोहरू अहिले आमा पनि माथि बस्छ अनि यहाँनिर चाहिँ हामीले सबै बाँडेर कति मिलाएर राख्थ्यौँ कति मजाले सजाएर राख्थ्यौँ क्या स्टिलको एक ठाउँ सिसाको एक ठाउँ अनि यो बोटुको छ नि यो बोटुको मैले आमालाई किन्नु लगाएको क्या आमा किनौँ न भनेर अनि आमाले किनिदिएको बोटुको अहिले त केही युज हुँदैन रहेछ कोही त यहाँनिर बस्दैन चुल्हा यतिकै कित्ली यतिकै रहेछ अनि यहाँनिर यो चाहिँ खेतालाहरू आउँदाखेरि चिया टिप्दा खाजाहरू बनाइदिनुहुन्छ होला भाउजूहरूले अनि यो ऱ्याक बनाएको अहिले होइन यत्रो कति वर्ष भइसक्यो यतिकै रहेछ अनि यहाँनिर यहाँनिर चाहिँ अर्कै थियो डाइनिङ टेबल अर्कै खालको चाहिँ अहिले यस्तो राखेको रहेछ अनि बास्केट चेयर यहाँ चाहिँ सबै पहिला हामीले उयोहरू गर्ने यसको दुईवटा ढोका छ अनि यता चाहिँ बन्द थियो यताको चाहिँ खोल्नु भएको रहेछ अब चाहिँ म तालामाथि जान्छु मैले सपनामा कति देखिरहेको हुन्छ क्या यो ठाउँहरू यो सबै लिप्थ्यौँ पहिला हामीले अनि फुलहरू वरिपरि रोप्थ्यौँ अहिले त छैन रहेछ फुलहरू यतातिर फुलहरू चाहिँ पक्का थियो पहिलाको चाहिँ भर्याङ डिफ्रेन्ट थियो अहिले चाहिँ यहाँ भित्रबाट निकाल्नुपर्छ हाम्रो चाहिँ भर्याङ बाहिर थियो क्या अनि यहाँ पनि काट्नु भएछ यो चाहिँ पहिला पुरै थियो अनि यहाँबाट चाहिँ यस्तो देखिन्छ क्या बाहिरको बिउहरू चाहिँ यसरी देखिन्थ्यो मजाले अहिले त्यस्तो रहेन रहेछ अनि यता पनि रुम थियो यो चाहिँ पहिला मेरो रुम थियो यो चाहिँ मेरो रुम हो सबै मैले टालेको पोस्टकार्ड अझै रहेछ मैले सपनामा कति देख्थेँ क्या यो हो तिनीहरू मेरो बर्थडे गिफ्टहरू तर यहाँ चाहिँ अहिले फाल्टै उयोहरू बस्नुहुन्छ नि त माइली आन्टीहरू बस्नुहुन्छ यो मैले किनेर टालेको अनि यहाँबाट बाहिर झ्याल थियो ठक्क देखिन्थ्यो अनि यो पनि गर्ल्स उयो भन्ने कति चलेको थियो नि यो पनि मैले त्यतिखेर कोरियन टाइपको उयोमा टालेको थिएँ मैले स्मिता दिदी र म अझै रहेछु म यहाँनिर आमै नि त दिस इज आवर मेमोरिज मेरो पहिलाको यो यताको एउटा लती परेर मैले खिचिनँ हो अनि यताभित्र चाहिँ हाम्रो डेकोरेसन यता तलपट्टि सबै बस्नु दिनुभएको रहेछ भित्रको जुन घर छ नि त्यो चाहिँ बस्नु दिनुभएको रहेन रहेछ अब चाहिँ म चाहिँ झरेँ ल यो फोटो चाहिँ लगेर जानु पऱ्यो झरे म त झरे आमामा हेलो टाइगर आमामा चलेको हेर न नटी भएको अरे खेलाउनु खोजिकेर न अब गोमबुटमा किचेला कि यत्रो नै छ ऊ चाहिँ पुकुल कति मजाले चुलाहरू गरेको रहेछ हौ ए त खुल्ला न खुल्ला भएछ अब जानुपर्ने चाहिँ हामी उमाथि होला उमाथि बाटोमा अब जाउँ हामी सोना अब चाहिँ यो सोना बहिनीले बोक्छ भारी अघि मैले बोकेको थिएँ नि त होइन मलाई कम्ती बोकाएन हौ उकालोमा चढे हौ रिस त बाटो नभेटेर फेरि हो चियाबारीमा बाटो भेटिने होइन बाटो चाहिँ बनाउने हो नि त हामीले आफै अहिले काट्नु भएको रहेछ त्यो भएर बहिनीले त बोक्यो मैले अघि बोकिहालेको छु अब लाग्यो उकालो ए त्यसो जाली यो चाहिँ कान्छी निनीकोबाट बोकेर लगेँ ल मैले चाहिँ नकरै निनी चाहिँ लान्छ मुमा यहाँनिर निनी अघि पर घाँस काट्नु हुँदै थियो नि त उयो लगेँ मैले कस्तो मजाले इत्रुमा यो यसरी रोप्ने हो नि त हाम्रो चाहिँ माथि माटोमा नभएर माथि सारेपछि रोपिदिन्छु म माथि यो नि हाम्रोबाट सारेको र यस्तो राम्रो भएको छ निनीको हाम्रो चाहिँ नफैलिएर पटमा बिचरा मम्मी फुल कति रोप्छ कि